स्कटल्यान्डले सोचिरहेको थियो नेपाललाई सजिलै रोक्छु, तर टियु मैदानमा फेरि एकपटक गर्जियो नेपाल। बलरको आगो, कप्तानको जिम्मेवारी, इनिङ र समर्थनको ऊर्जा आजको खेलमा नेपाल स्कटल्यान्डलाई पूर्ण रूपमा दबावमा राख्यो। आइसिसी मेन्स वर्ल्ड कप लिग 2 अन्तर्गतको नेपाल र स्कटल्यान्ड बीचमा भएको रोमाञ्चक खेलको म्याच समरी लिएर हामी उपस्थित भएका छौँ। स्कटल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो, तर नेपाली बलरहरूको कसिलो बोलिङको अगाडि स्कटल्यान्डका ब्याटरहरू लामो समयसम्म क्रिजमा टिक्न सकेनन्। स्कटल्यान्डका टोली 39.1 ओभरमा 194 रन बनाउँदै अलआउट भयो। स्कटल्यान्डका लागि ब्रान्डन म्याकुलमले 73 रन 44 बलमा, मिचल इङ्ग्लिसले 51 रन 71 बलमा। नेपालको उत्कृष्ट बोलिङ। नेपालका बलरहरूले आज साँच्चै कमाल गरे, विशेष गरी ललित राजवंशी र सन्दीप लामेछानेले स्कटल्यान्डको ब्याटिङ लाइनअपलाई तहस नहस बनाइदिए। ललित राजवंशीले 8 ओभरमा 32 रन दिएर 4 विकेट लिए। सन्दीप लामेछानेले 10 ओभरमा 47 रन दिएर 3 विकेट लिए। यति मात्र होइन, सन्दीप लामेछानेले आफ्नो करियरमा 73 औं खेलमा 151 विकेट पुरा गर्दै ओडिआईमा अर्को ऐतिहासिक कीर्तिमान पनि बनाए। सम्पालकामी दिपेन्द्र सिंह ऐरी, नन्दन यादवले एक एक विकेट पाए। दोस्रो इनिङ नेपालको जवाफी ब्याटिङ। 195 रनको लक्ष्य पछाएको नेपालको सुरुवात आत्मविश्वसनीय देखिन्थ्यो। कप्तान रोहित पौडेल र ईशान पाण्डेको शानदार साझेदारी। नेपालका लागि कुशल भुटेलले 28-27 बलमा, आशिष शेखले 29 रन 17 बलमा, रोहित पौडेलले 74 रन 98 बलमा नट आउट रहे भने ईशान पाण्डेले 55 रन 61 बल। स्कटल्यान्डका मार्क वुडले 2 विकेट लिए पनि नेपाललाई रोक्न सकेनन्। नेपालले स्कटल्यान्डमाथि 6 विकेटको शानदार जित दर्ता गर्न सफल भयो। नेपालको यो प्रदर्शन केवल एउटा जित होइन, यो संसारलाई दिएको सन्देश हो, नेपाली क्रिकेट अब कसैसँग डराउँदैन। यदि तपाईँले पनि नेपाली क्रिकेटको यो प्रदर्शनमा गर्व लाग्यो भने भिडियोलाई लाइक र कमेन्टमा जय नेपाल लेख्न नबिर्सिनुहोला।